हेलो नमस्ते लासो फेबुलो र मैले फेरि आज जबरजस्त भिडियो लिएर आएको छु। हजुरहरूले धेरै माया गर्नु होला यो भिडियोलाई ज्यादा ज्यादा हजुरहरूले सेयर गर्नु होला र मेरो युट्युब च्यानललाई हजुरले धेरै माया गर्नु होला। तामाङ ब्लगलाई धेरै सपोर्ट गरिदिनु होला र म चाहिँ के भन्न चाहन्छु भन्दा म चाहिँ अब मैले धेरै भन्दिनँ तर यो हेर्दै जानु होला। हजुरहरूले पनि धेरै सपोर्ट पनि गर्न सक्नुहुनेछ। हामीले ज्यादा ज्यादा अब मैले फेसबुक ओपन गरेँ है, ओपन गर्दैछु भनौँ न है। अन्त यसो डाटा खोलेँ, अन्त मैले स्क्रिन अन गरेछु है, हजुरहरूले हेर्न सक्नुहुनेछ। अनि मैले चाहिँ यहाँ गइरहेको थिएँ है, यहाँ नजाउँ, मेरो यहाँ छैन। अन्त त्यो एउटाले चाहिँ सेयर गरेको रहेछ, हुनु त 1000जनाले सेयर गरेको छ त्यसमा चाहिँ होइन। अन्त यहाँ मैले गएँ, व्हाट्सएपमा गएँ, यहाँ मैले सेयर गरेको छु। अब मैले हेर्न सक्नुहुन्छ हजुरले स्क्रिनमा। यति साह्रो माया लाग्दो भइरहेछ है यो नानीको चाहिँ। अन्त यो नानीको लागि अब हामीले केही नसोचिकन यो नानीको लागि चाहिँ अब हामीले सपोर्ट गर्नुपर्ने छ है। मान्छेले सेयर गर्छ, सेयर मात्रै गरेर हुँदैन, हामीले सपोर्ट पनि गर्नुपर्छ क्या ज्यादा ज्यादा होइन। 1 रुपियाँले पनि हामी 50 लाखजनाले 1 रुपियाँ गरेर चाहिँ सेन्ड गऱ्यौँ भने हामीले किन 50 लाख उठ्छ होइन। अब हामी 1 करोडजनाले चाहिँ मान्छेले सेयर गर्छ, सेयर नगरे पनि त्यतिले चाहिँ अब हेर्छ होला यो भिडियो। यत्रो भ्युज आएछ, 1 रुपियाँ हालिदिनुहोस्, बेसी पनि नहाल्नुहोस् हजुरहरूले, छ भने हालिदिनुहोस्, छैन भने नहालिदिनुहोस्। तर जे बेसी न बेसी हजुरले सेयर गर्नु मात्रै होइन, मान्छेहरूले चाहिँ सपोर्ट पनि गर्नुपर्छ। र म चाहिँ यसो हेर्दै जाँदै थिएँ होइन। अन्त यहाँ चाहिँ अन्जु छेत्रीले सेयर गरेको रहेछ है। अन्त यहाँ धेरैजनाले सेयर गरेको छ क्या। मैले चाहिँ यो भिडियो चाहिँ आजै मात्रै देखेको थिएँ र मलाई एकदम दुःख लाग्यो क्या। अन्त हामी किनभने दिनमा कति पैसा खर्च गर्छौँ होला, अब हामीले जहाँ रक्सी खानु कति इत्यादि होइन, ड्रिङ्क्स गऱ्यो भने हामी कति पैसा खर्च गर्छौँ, तर त्यसमा हामीले 1 रुपियाँ बचाएर गरिब दुःखीलाई है यसरी नै सेवा गरौँ है। अन्त म धेरै बोल्दिनँ, हजुरलाई फेरि दिक्क लाग्छ होला है। दिक्क नलागेको अब हेर्नु होला, यो नानीको लागि, मेरो लागि नहेर, यो नानीको लागि हेर्नु होला। मैले चाहिँ यति साह्रो भिडियो भयो है यो नानीको। अनि मैले अब यो यसलाई स्क्रिनसट गरेँ है। अब म मेरोमा त्यत्रो उयो छैन, त्यो पनि अब म सही गर्छु होला भन्ने चाहिँ अब लागिरहेछ। मैले हेर्नुहुन्छ, मैले गुगल पे ओपन गरिसकेँ है। अब यहाँ है यसो यहाँ आइसकेछ। अब भनेछ ठिक छ, म यसलाई 50 रुपियाँ सेन्ड गर्छु है। हजुरले हेर्नु होला है। मैले ट्राई गरेँ फेरि है। अब यहाँ गयो म होइन। अब यहाँ लु ठिकै छ, 100 रुपियाँ सेयर गरेँ होइन। अब यो अर्को ब्याङ्कबाट भएन, यो मैले स्टेट ब्याङ्कबाट ट्राई गर्दैछु है। हजुरले हेर्नु होला 100 रुपियाँ। र मैले चाहिँ अब किनभने मेरो लागि नगरे पनि यो नानीको लागि गरिदिनु होला, म यो भन्न चाहन्छु सबैजनालाई है।